यो चाहिँ हाम्रो आजको प्रकाशपुरको बजार आज चाहिँ माघे सङ्क्रान्तिको बजार यस्तो छ है। माघे सङ्क्रान्तिमा गुडको व्यापार चाहिँ खतरा भइरहेछ। गुड र तेलको तिलको कसरी हो दिदी यो तिल? 80 टका पौवा। गुड गुड सगर 100 रुपये यहाँ पनि गुड छ दाजु। गुड कसरी हो? 100 रुपियाँ किलो। बजारै 100 हो। यो तिल सेतो 80 रुपये पाउ। अनि कालो दाजुलाई पनि आज लौकीवाला दाइलाई पनि भाइरल गराइदिउँ। हाम्रो दाजु पनि आज भाइरल हुने भयो। के त हेर्नु दाजु तिलको दाम कति हो भन्नु? तेलको दाम 340। 340 सेतो तिल कालो तिल। गुड हाम्रो दाइको गुड सकिसकेको छ। भाउजूमा मस्त बस्नु भएको छ। कता भाइरल बनाउन आँटेको छ नि यता। ए पुरै भाइरल आज प्रकाशपुरको बजार पुरै भाइरल। यता हाम्रो कपडावाला दाइ टोपी कसरी यो टोपी? कुन टोपी हो? यो टोपी हो यो लानु 200 को मात्र 200। ल हेर्नु है 200 को टोपी हो यो। तपाईँहरूले यहाँ अलिकति अफरमा आएको छ अहिले। छुट्याउनु पर्यो। 200 को अफर अरे 180 रुपये सरकारी स्कुलमा। ल हाम्रो बजार चाहिँ यस्तै छ होइन। आज माघे सङ्क्रान्तिको बजार। त्यति साह्रो भिडभाड छैन। जाडो बढेको छ। जाडोले गर्दाखेरि अलिकति अहिले समय कति भयो भने 5 बज्यो दाजु। हाम्रो यहाँ कपडावाला दाइलाई पनि आज भाइरल गराउनु ल। 5 बज्यो। कपडा कतिको बिक्री छ दाजु आज? ठिकै हो। 5.5 17 5.5 भयो। कति 70,000 को बिको? 70,000 के बेच्नु? हाम्रो दाजु 8-10 को बेच्नु भयो अरे हाम्रो दाजुले। यता पनि बजार सुस्त छ। जाने बेला भयो दाजु? के छ दाजु? ठिक। हाम्रो भाउजूलाई पनि आज यहाँ भिडियोमा उतार्नु पर्यो लु। चुरा लगाइदिनु भाउजू। लगाउने खै त यहाँ लगाइदिनु चुरा लु। यहाँ हेर्नु नि यता।